हेलो गाइस, ल फाइनली हाम्रो ट्याङ यस्तो भयो छ। हिजो अस्ति मैले भित्रको देखाएको थियो, टायरको कभर लगाएर केमिकल लगाएर रङ पेन्टिङ गरेर अब रेडी भइसक्यो। अब बाहिर जान्छ यो पाइपहरू। पानी तताउने, अब इलेक्ट्रिक जोड्नुपर्छ यहाँ पानी तताउने। दुईवटा मिसिन पनि छ, त्यो मिसिन पनि जोड्नु हो, मिसिनको फाइबर जोड्ने हो, मिसिनबाट पानी तताउने, यहाँबाट पनि तातिन्छ। मिसिन बिग्रेको अवस्थामा योबाट हुन्छ यो एलिमेन्ट। ल फाइनली हाम्रो ट्याङ यस्तो भयो छ। 300 ग्यालनको हाम्रो त्यो अस्ति मैले भित्रको ट्याङ्कीमा त्यो बडी त्यो केसिङ लगाएको थियो, देखाएको थियो। म हिजो बाहिर गएँ, साथीहरूले देखाउनु पाएन। हिजो साथीहरूले पुरा केमिकल लगाएर पनि रङसङ सबै लगाइसकेको छ, स्प्रे गरेर त्यस्तो भयो छ। यहाँ छ नि यो ट्याङ्कीहरू ठुल्ठुलो, यो सबै पानी तताउने ट्याङ्की हो, यो पानी राख्ने ट्याङ्की हो। यो मिसिनले तताउँछ, पानी तताउने। यस्तो छ हाम्रो कम्पनीले दुईवटा फोकलिफ्ट किनेछ नयाँ, यस्तो ठुल्ठुलो छ। भिडियो बनाउने चाहिँ म है लास्टमा मलाई देख्नु भयो होला नि। त्यो मिसिनहरू त्यो परको एउटा मिसिनले एउटा साथीको 2टा औँला फुटायो, 2टा औँलाको टुप्पो फुटाइदिएछ। त्यही हो मिसिन हो परतिर। त्यस्तो छ है हाम्रो। ल है साथी हो।